साथीहरू कल्पना गर्नुहोस्, यदि माछा अब पानीमा होइन हावामा बाँच्न थाले भने के हुन्छ? हामी समुद्रमा होइन आकाशमा माछा हेर्न थाल्थ्यौँ। पोखरीको सट्टा बिजुलीको तारमा माछा बसेका देख्थ्यौँ। अचम्म लाग्यो होइन? तर यो सोच केवल काल्पनिक छैन, यो प्रश्न विज्ञानले पनि धेरै वर्षदेखि सोध्दै आएको छ। आज हामी यही कल्पनाको संसारमा यात्रा गर्नेछौँ, जहाँ विज्ञान, कल्पना र प्रकृति एक अर्कामा मिसिन्छन्। तयार हुनुहोस्, किनकि आजको भिडियोले तपाईको सोच उल्ट्याउनेछ। सबैभन्दा पहिले बुझ्नुपर्छ, माछा पानीमा किन बाँच्न सक्छ? उत्तर हो गिल्स। गिल्स माछाको फोक्सो जस्तै अङ्ग हो, जो पानीभित्र घुलिएको अक्सिजन निकाल्छ। पानीमा अक्सिजन अणु घुलिएको हुन्छ। माछाले पानी गिल्सभित्र टान्छ र त्यहाँबाट अक्सिजन निकालेर रगतमा पठाउँछ। तर हावामा पानी जस्तो घुलिएको अक्सिजन हुँदैन। त्यसैले जब माछा हावामा आउँछ, उसका गिल्स सुक्छन् र अक्सिजन लिन सक्दैन। त्यही कारण माछा हावामा केही मिनेटमै मर्छ। अब कुरा आउँछ, के हावामा बाँच्ने माछा वास्तवमै अस्तित्वमा छन्? अचम्म लाग्ला, तर हो, छन्। उदाहरणका लागि लङ फिस। यो माछा अफ्रिका र दक्षिण अमेरिका क्षेत्रमा पाइन्छ र यसको शरीरमा फोक्सो पनि हुन्छ। जब नदी सुक्छ, यो माछाले माटोभित्र सुरुङ बनाएर महिनौसम्म हावाबाट अक्सिजन लिन्छ। अर्को उदाहरण मड स्किपर। एउटा झन अजीब छ। यो माछा जमिनमा हिँड्छ र आफ्नो छालाबाट अक्सिजन सोच्छ। यसको अर्थ प्रकृतिले पहिले नै एयर ब्रेथिङ फिस बनाइसकेको छ। अब सोचौँ, यदि हरेक माछाले हावामा बाँच्न सिक्यो भने के हुन्छ? पहिलो परिवर्तन त समुद्र खाली हुन्छ। माछाहरू पानी छोडेर हावामा निस्कन्थे। आकाशमा उड्ने माछा, रुखमा सुतेका माछा, बिजुलीको तारमा गफ गर्दै बसेका माछा। कुकुरले भुक्दा अब भिगी बिल्ली होइन, भिगी माछा डराउँथ्यो होला। तर यसको वैज्ञानिक प्रभाव पनि विशाल हुन्थ्यो। पानीको इकोसिस्टम, जसमा माछा मुख्य अंश हुन्, पूर्ण रूपमा बदलिन्थ्यो। प्लाङ्क्टन, अल्गाई, कोरल रिफ सबै सन्तुलन बिग्रन्थ्यो। कुनै पनि समुद्र पुरानै जस्तो रहँदैन। समुद्र माछा विहीन भएपछि अन्य जलजीव जस्तै व्हेल, डल्फिन, स्क्विड सबै बिस्तारै लोप हुन्थे। त्यो बेला पृथ्वीको पानी एकदम शान्त र सुनसान हुन्थ्यो। अब प्रश्न उठ्छ, यदि माछाले साँच्चै हावामा बाँच्ने भए उसको शरीर कस्तो हुन्थ्यो? पहिलो कुरा, गिल्स होइन, फोक्सो चाहिन्थ्यो। फोक्सोले सुक्खा हावाबाट अक्सिजन तान्थ्यो। दोस्रो कुरा, छाला। अहिले माछाको छाला पातलो र भिजेको हुन्छ, तर हावाको लागि चाहिन्छ मोटा सुक्खा छाला, जस्तै हाम्रो शरीरमा हुन्छ। तेस्रो चाहिँ खुट्टा वा पङ्खको रूपमा परिवर्तन। हावामा उड्न माछाले पङ्ख बलियो बनाउँथ्यो, सायद पखेटा जस्ता संरचना विकास हुन्थे। विज्ञान अनुसार यदि यो परिवर्तन लाखौं वर्षसम्म भयो भने माछाबाट स्थल जनावर बन्ने प्रक्रिया सम्भव छ। वास्तवमा यही क्रमबाट नै माछाबाट उभयचर र त्यसपछि जनावर उत्पत्ति भएको थियो। यदि आकाशमा माछा उड्थे भने हामीले आकाशमा फ्लाइङ बर्डसँगै फ्लाइङ फिस पनि देख्यौँ। कहिलेकाहीँ कार चलाउँदा विन्डसिल्डमा माछा ठोकिन्थ्यो। आज माछा वर्षा भयो भन्ने समाचार पनि आउँथ्यो होला, तर यसको वातावरणीय असर पनि भयावह हुन्थ्यो। माछा हावामा बाँच्दा अक्सिजनको माग बढ्थ्यो र वातावरणको सन्तुलन बिग्रिन्थ्यो। पानीमा कम अक्सिजन बाँकी रहँदा अन्य जीवहरू मर्थे। हामी मानवको लागि पनि यो खतरनाक हुन्थ्यो, किनकि अक्सिजन र कार्बन डाइअक्साइड सन्तुलन गडबडिन्थ्यो। विज्ञानले देखाएको छ, जीवहरू समयसँगै परिवर्तन गर्न सक्छन्। डाइनासोरहरूबाट चराहरू बने, माछाबाट स्थलीय प्राणी बने। त्यसैले भविष्यमा कुनै माछा पूर्ण रूपमा हावामा बाँच्न सिक्न पनि सक्छ। इभोल्युसनको बाटो अझसम्म पनि खुला नै छ, तर त्यो प्रक्रियालाई लाखौं वर्ष लाग्नेछ र हामी सायद त्यो देख्न जीवित रहने छैनौँ। यदि तपाईलाई आजको यो कल्पनात्मक र वैज्ञानिक भिडियो मन पर्यो भने लाइक गर्न, साथीहरूसँग सेयर गर्न र यस्तै अद्भुत प्रकृतिका रहस्य बुझ्ने यात्रा हेर्न च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा अब भेटौँला, तबसम्मको लागि बाई बाई, जय नेपाल।